एभ्रिवान, वेलकम टु ब्याक। आज म चाहिँ सागको रोटी बनाउन गइरहेको छु। अनि म सागको रोटी कसरी बनाउँछ भने म देखाउँछु ल। मैले पनि फर्स्ट टाइम बनाउँदैछु। अनि यसमा साग मसिनोरी काटेको छु। अनि त्यसपछि साथै यसमा हरियो प्याजको साग पनि मिसाएको छु मैले मसिनोरी काटेर। तर त्यति धेरै मसिनो त भएको छैन, तर यो सलाद खाने साग हो। यो साग नपाक्दा पनि केही फरक पर्दैन। तर म त्यसमा 2x मिसाउँछु हैन। सायद त्यो कमै होला, साग चाहिँ अलि बढी होला, तर ठिकै छ। अब साग बढी खाँदा केही हुँदैन, तर 1 चाहिँ पुग्यो नि त हैन। एकजनाको लागि 2वटा भनेको त बढी नै हुन्छ नि त। सो आजको मेरो डिनर यो हो। तपाईहरुलाई स्वागत छ डिनर टाइममा। अनि यहाँनिर सलाद सँगै यहाँनिर मैले यो ब्रोकाउली चाहिँ बोइल गरेको छु। यसलाई चाहिँ म यतिकै यो मात्रै खान्छु है। यो रोटीसँग यतिकै खाने हो। जस्ट यसमा हल्का लेमन राख्ने अनि खाने हो। तपाईहरुलाई मन नपर्न सक्छ, कतिलाई मन पर्छ भन्नुस् ल। अनि यो चाहिँ एकदमै ताजा साग, ताजा साग। ल यसमा अब अन्डा मिसाउँ, त्यसपछि तयार हुन्छ। ल अब हामी अन्डा लिनेछौँ 2वटा। एउटा हातले काम गरेर न कस्तो हुँदो रहेछ। ल यसलाई राम्रोसँग मिक्स गर्ने। ल यसलाई मिक्स गरेपछि देखाउँछु है त। मिक्स गरेपछि अनि यसमा नुन पनि राख्ने हल्का। साथीहरु यसमा चाहिँ मैले 2x अनि त्यसपछि ग्रीन सलाद अनि त्यसपछि अनि प्याजको साग मिसाएको छु। कस्तो हुन्छ हेरौँ न। अब 2टा रोटी बन्छ होला सायद हैन। फर्काउन चाहिँ कसरी फर्काउने मलाई त्यो चाहिँ आपत्ति लागिरहेछ। तर अलि तेल बेसी हाल्नुपर्छ होला। ठिक छ। हाल्छु म। सानो काटेको भयो।
सानो ग्यास बनाएर यो मजाले पाक्छ। है स्वस्थ खाना आयो आयो आयो, स्वस्थ खाना आयो। सकेसम्म 15-20 मिनट भइसक्यो पाकेको। अब बन्द गरिदिन्छु ग्यास। सागको रोटी रेडी भयो। वाउ, ल फेरि अर्को हाल्छु ल। यो चाहिँ जैतुनको तेल भएको भएर त्यति धेरै असर चाहिँ गर्दैन है। रोटी, सागको रोटी। सागको रोटी तयार भयो। यहाँ पनि तयार भइसकेको छ। यो सेलाइसक्नु लागिसक्यो। यो त फेरि रेडी हुने। अलिक पाकोस् न होइन। ल साथीहरू, अब म तयार भइसकेपछि देखाउँछु ल। ट्राई गर्छु ल। मैले पहिलोपटक बनाएको हो अनि त्यसपछि म पहिलोपटक नै खाएछु। अरू सागको त खाएको छु मैले, तर यो चाहिँ पहिलोपटक। अनि 1000 चाहिँ म भैँसी काटेर दिन्छु तपाईहरुलाई। भैँसी रानो काटेर